लाज लाग्यो मलाई त म यस्तो गर्छु भनेर म यस्तो गर्छु भनेर सोचिरहेको हुन्छु कि तर म कहिले पनि गर्दिनँ द्याट्स अल मलाई पादायो क्यामेराको अगाडि पादिनँ धेरै नै एक्साइटेड भएर धेरै नै मोइस्चराइजर लगाएर एसएमएल गर्छु भन्छु के भन्दैन बस भाइ भन्ने विशाल भाइ कति कमा गरे युट्युबबाट अनि ब्रस नगरी खाएको मैले प्लगिङ गरेको आज अनि के गर्नु कस्तो देखिएको छ मलाई सानो हेर्थ्यो त्यहाँबाट यहाँ माथिबाट हेर त कसो देखिरह अहिले कति बजे 10 बजे होइन मैले यस्तो ओभर थिङ्किङ मैले धेरैचोटि गरिसकेँ कि लाइक म जहिले पनि राति म यस्तो गर्छु भनेर म यस्तो गर्छु भनेर सोचिरहेको हुन्छु कि तर म कहिले पनि गर्दिनँ बिहान उठेपछि के गर्नु भन्ने हुन्छ कि खोइ त्यो के हुन्छ होइन मलाई त्यो के हुन्छ कि अब रियालिटीमा त मैले सधैँ गरिरहेको होइन नि त अनि त्यो डेली ह्याबिटमै लुपमै चलिरहन्छ क्या त्यो इमेजिनेसनमा मात्र मैले सोचिराख्दाखेरि मात्र म भ्लगिङ गर्छु युट्युब सुरु गर्छु ओ माई गड मैले यो त अहिलेदेखि सोचेको कुरा होइन कि लाइक म 8 क्लासको उठेर भन्छ यार म 9 क्लासमा त्यो लकडाउनतिर नै म जर्नलहरू चाहिँ लेख्थेँ होइन कपीमा मैले नोटबुक बनाएको थिएँ अनि जे फिल हुन्छ त्यही आज मैले यस्तो गरेँ भनेर त्यस्तै लेख्थेँ त्यो लकडाउनतिर अनि मलाई चाहिएको थियो मलाई राम्रो फोन चाहिएको थियो आइफोन चाहिएको थियो त्यति बेला मैले पाइनँ अनि पछि मैले भाइ बहिनीलाई राखेर होइन मैले त्यो टाइप्स अफ ब्रदर सिस्टर्स भनेर म के बनाउँथेँ क्या जो एन्ड्रोइड फोनबाटै अब त्यो भिडियो त मसँग कहीँ पनि छैन होइन अनि म के सोच्थेँ अब अहिले पनि मलाई थाहा छ त्यो अलिकति कट गरेर खिच्नुपर्छ एङ्गलबाट खिच्नुपर्छ भनेर त्यति बेला चाहिँ मोबाइल एउटा ज्यानमा राख्थेँ अनि हामी के गरेको खिच्थेँ होइन अनि आयो किन मैले सोचे जस्तो भएन मैले सोचे जस्तो भिडियो किन निस्केन किन यहाँ सबैको एक्सप्रेसन देखिरहेको छैन किन यस्तो खल्लो देखियो भनेर सोच्थेँ क्या अनि मैले यस्तो लाइक म 11-12मा त खै मैले के सोच्दा धेरै भयो कि मैले सोचेको म भ्लगिङ गर्छु भनेर गर्छु अब मलाई त्यो यो मोमेन्ट मिस भयो भने चाहिँ परिरहन्छ तर त्यो मोमेन्ट भन्दा पनि यसरी नै बोलिरहन आई वान्ट टु त्यो याप इन द क्यामेरा के मलाई बोलिरहनु छ अनि मैले धेरैचोटि नै मैले सोचिसकेको थिएँ म सानी माइन्ड टङ म भ्लग बनाउँछु भनेर म जहिले राति भगवान् राति म यति धेरै सपना सोच्थेँ सबै कुरा त म भन्न पनि सकिरहेको छुइनँ खुलेर त्यही पनि मैले धेरैचोटि सोचिसकेको थिएँ म भ्लगिङ गर्छु भनेर अनि 2025मा मैले 2025को नोभेम्बर होइन 2024को नोभेम्बरमा मैले यो आइफोन पाएको नोभेम्बर डिसेम्बरतिर अनि अहिले लाइक 1 वर्ष भइसक्यो 2025 सक्यो 2026 स्टार्ट हुँदैछ आज 6 जनवरी कि 7 6 जनवरी हो अनि आई होप दिस इयर गोज भेरी वेल अहिले पनि म सोचेको थिएँ होइन यार म भोलिदेखि चाहिँ भ्लगिङ सुरु गर्छु यार भनेर तर पनि मलाई विश्वास लागेन मलाई आफैमा विश्वास लागेन म भोलि बिहान उठेर म गर्छु जस्तो मलाई लागेन तर यो एउटा भिडियो बनाएपछि राति एक्चुअली मर्निङले मात्रै डे सो गर्दैन रातिले पनि तिम्रो मर्निङ सो गर्छ खै के बोल्यो तर बोलेँ त्यस्तो हुन्छ त्यही भएर म बनाउँछु कि भोलि चाहिँ जे होस् म जे गर्छु त्यही गर्छु कि लाइक जस गर्छु कि म गर्न चाहिँ अब चाहिँ गर्छु कि अति भइसक्यो अब 2 महिनामा त म 20 वर्ष पनि पुरा हुनेवाला छु 19 वर्ष भइसक्यो मैले 16-17 वर्षदेखि या 14-15 वर्षदेखि देखिरहेको ड्रिम हो यो सोच्दै मेरो 15, 16, 17, 18, 19
जस 500 वर्ष गएछ तर अब चाहिँ म गर्छु के भनौँ अरू द्याट्स अल मलाई पादायो क्यामेराको अगाडि पादिनँ क्यामेरै उल्टो साउन्ड चाहिँ क्या हो गुड मर्निङ 6 बज्यो 6:17 भयो तर बत्ती गयो मलाई उठ्नै मन थिएन पिरियड भएर क्या हल्का खुट्टा दुखिरहेको डे 2 अफ भ्लगिङ डे 2 अफ पिरियड अब अफिस बस्नुपर्छ 2 घन्टा त्यसपछि मुख धुन्छु मान्छे आउने बेला भयो होला तर आज बत्ती गएको छ हिजो म अलि बढी नै एक्साइटेड भएछु त्यो म कति बेरसम्म सुतेकै थिइनँ कि पानी तताउँदैछु अङ्कलहरू चाहिँ अब कतै हुनुहुन्छ तर म चाहिँ पानी खान्छु अनि कस्तो मलाई क्यामेरै सामान यो त अर्कै हुन्छ ठिकै छ अरे अफिस बस्ने शब्द आउनुपर्दैछ यार कस्तो झ्यापो लाग्दो रहेछ मुख धोए आँखा त आँखामै बत्ती पर्दैन झ्याप्प कति भयो 7:30 होला मैले क्यामेरा ठ्याक्क 3 मिनटसम्म हुँदैन रहेछ कि अघि हेरेको भिडियो नाकभन्दा तल मात्रै देखाइरहेको रहेछ भने भोलिदेखि चाहिँ ठ्याक्क 6 बजे नै उठ्नुपर्छ किनकि आज ढिला भयो कि ढिला भयो मतलब मान्छे आइरहेको थियो अनि त्यो पनि म त फ्रेस हुन पाएको थिइनँ कि अहिले अझ मम्मी आउनुभयो होइन मम्मी आउनुभयो भएर मम्मी आउनु भएको रहेछ मैले मुख धुँदा त्यहाँ मान्छे आएको थियो मैले हल्का सोच्ने थिएँ धन ठ्याक्क मम्मी आइपुग्नु भएछ माई मदर गोज टु डान्स इन योगा क्लास बिहान अलि धेरै नै एक्साइटेड भएर धेरै नै मोइस्चराइजर लगाएँ यार अझै ह्यान्ड छ हात पनि छ धोते जाओ हेत्तेरिया हातै गर्दो रहेछ यार भिडियो बनाउनु समाउँदा I can see myself in aina भयो अहिले म सधैँ मात्रै लाउँछु सनस्क्रिन लाउँदिनँ किनकि टिन्टेड सनस्क्रिन छ अनि त्यो अलिक बढी महँगो छ तर महँगो भएर त मैले लाउँदिनँ भने होइन अहिले मलाई लाउन मन छैन एन्ड देन यो हातको मोइस्चराइजर हातमै होस् स्ट्यान्ड किन्छु अब कति दिनसम्म धुनु चुन्छु तर होइन सुरु गरेपछि त गरिरहन्छु होला यहाँ हात दुख्यो गरिरहन्छु होला रेडी भयो अब यो राति पनि भात खाइसकेछु गएर खान्छु केही अगाडिको क्यामेराबाट नि हल्का जुम आउट चाहिँ हुँदो रहेछ है मैले नजानेको कस्तो राम्रो देखेको यार यो फ्रेम नै चिया गर्छु बिस्कुट ल्याउँछ
होइन गाडी सिकाउने मान्छेसँग मम्मीले मलाई त कस्तो आर्मी बिस्कुट मनपर्छ भनेर राखेको अरे यो आर्मी बिस्कुट हो पशुपति हाम्रो पालामा हरियो कलरको यत्रो यत्रो आउँथ्यो अहिले यस्तो थालेको हाम्रो पालामा यो चाहिँ यस मैले कति हालेर नआएको अझ सिलौटामा कुचेर त्यो पहिला धेरै साह्रो हुन्थ्यो कुचेर अनि यसमा बर्कोमा हालेर खान्थ्यो होइन तर अहिले चाहिँ ताप्छु के म रुक्नु अलिकति खाएर आइहाल्छु खुच्रा पनि पर्दैन यार डाइजेस्टिभ बिस्कुट छ देखाउन मिलेन है त्यसरी खाएर चाहिँ त्यस्तो टेस्ट आइरहेको कि अब खाएर आएको ताप्न जान्छु तपाईँ हुन्छ नि जुगाको सबै माथि माथि उड्दो रहेछ के बनायो बुवा मैले भ्लग बनाउनु लागेको के छ बङ्गल आजदेखि बनाएको मैले क्यामेरा अगाडि त चुप लाग्यो अरू बेला बोल्नु हुँदैन नि कस्तो बोल्ने मान्छे रहेछ भन्यो भने फेरि गाह्रो पर्छ नि फ्याट ए त्यो दाइ चाहिँ यस्तो रहेछ है भनेर भेटौँ भन्यो भने उया छ त के लिएर आऊ भने त्यो नबाल्नु न त्यो नबाल्नु भयो के 10 कट्ठा छ कति कति गर त के गरेको बुवा मालुम नै के हिटर हाल्दिन थाले बुवा तु हिट के हाल्नु थाल्नु हाल्नु लाइन हान्दा के लाइन हान्दा के देखाउनु न देखाउनु के हो ढुङ्गा तताएर हाल्नु भयो क्या अब चाहिँ म रेडी हुन्छु मेरो ढाड र मिन्सबाट ढाड पेट अनि यो खुट्टा लास्टै कटकट खाइरहेको थिएँ कि अनि त्यही भएर म सुतेको थिएँ 1 घन्टा सुतेँ फेरि उठेर फेरि सुतेँ अब रेडी हुन्छु छिट्टै बोलाउनु भएको छ आज अब म मेरो ड्राइभिङ चाहिँ पुरा जान्छु बाई बाई आइपुगेँ माइक्रो सब अब अस्ति ठाउँ गयो यो अब सबको योबाट गरेको छु म किन यति माथिको छु भित्र म भन्छु के भन्नु के भन्दैन म बाई मजे तो इसके है फेरि आनन्द रहेछ डिस्टर्ब गरौँ न स्कुबी मुख धोएर मात्र आउने मेरो भ्लगमा अनि बिहानको 11 बजेसम्म कसले मुख नधोइ किन बस्छ विशाल भिडियो बनाउँदैछ तिमी तिमी पागल हो त्यो किन मुख नधोइ बसेको तिम्रो च्यानलको नाम भन छोड देऊ त्यो भिडियो बनाउनु फनी विशाल भाइ कति कमा गरे युट्युबबाट हेरिरहेछ कि 7 लाख 8 लाख भने होइन 8 लाख कति कति सब्सक्राइबर थियो तिम्रो मेरो पहिलाको च्यानल 1,20,000 अहिलेको च्यानल 65,000 छ 1,20,000 सब्सक्राइबर थियो तिम्रो कसम कतिवटा भिडियो थियो अनि त्यसमा त लगभग थियो 80 वटा भिडियो त्यसमा अनि यो च्यानलमा अहिले मात्र अनि कति जान्थ्यो भ्युज मिलियन जान्थ्यो मिलियन 7 मिलियन जान्थ्यो 2 जान्थ्यो यस्तो जान्थ्यो कसम 2 लाख जान्थ्यो यस्तो जान्थ्यो ओए अहिले 8 लाख कमायो होइन अनि कमायो अनि खोइ त पैसा छैन साला केउडा किनिसक्यो उ त्यहाँ छ
ल हामी एडिट गर्दैछौँ हि इज आवर एडिटर यहाँ हाम्रो हुँदैछ अब त्यो देखाउनु मिल्दैन होला होइन ए साँच्ची भइरहेछ साँच्ची साँच्ची बनाइरहेको कि मैले आजदेखि मलाई धेरै अगाडिदेखि बनाउनु मन थियो कि ए त बन्द गरिदेऊ के अब भयो ल ल अनि ब्रस नगरी खाएको अभिषेकले ल्याइदिएको होला अभिषेकले भयो इज्जत गयो मेरो इज्जत गयो के ल्याइदिएको अभिषेक पिरियड भयो भनेर भन्छ है मैले प्लगिङ गरेको आज अनि के अन्त रियाक्सन खिच्न आएको थियो होला होइन कौन डोमा ए पनि भन्यो क्या मिलेन के भन्छ जोकै मजाक त्यही निलोवाला ठिक छ भाइ म एउटा मिटिङमा गएँ माइती घर नेपालको मलाई स्क्रिप्ट पनि मन पर्यो बोल्छ मेरो क्यामेरासँग स्क्रिप्ट पनि मन पर्यो अनि गर्ने भए पिएसए हो माइती नेपालको अनि अब बेकरी मण्डप जान्छु ट्राउजर किन्न होला अनि घर जान्छु 5 बज्यो एडिटिङ भएको छैन भोलि फेरि गर्नुपर्छ आज वेन्सडे भइसक्यो सुट चाहिँ स्याटरडे र सन्डे द्याट्स इट बाई बाई लाला लो लाला ल्यान्ड ओहो के हुन्छ कस्तो हो रिसुलो कस्तो राम्रो छ म त सुतिहाल्छु अब भोलि बिहान उठेर एडिट गर्छु बिहान उठेर एडिट गर्छु यस्तो सर्ट छ यो अनि त्यसपछि 900मा मात्रै किनेको मैले घटाइ राम्रो खाले छ अनि भोलि चाहिँ म एडिट गर्छु यो भ्लग अनि भोलि त्यसै बेलुकातिर पोस्ट गर्छु अहिले म सुतिहाल्छु अनि मैले एउटा टावल पनि लिएँ त्यो पनि राम्रो छ त्यो त्यहाँ भ्रिगुडी मण्डपमा चाहिँ त्यसलाई कति भनेको थियो 550 600 भनेको थियो होइन अनि मलाई यता बसन्तपुरमा आएँ अनि बाहिर त्यो कार्टुनहरूमा राखेको हुन्छ नि त हो त्यस्तै लिएँ क्या राम्रो छ होइन अनि त्यहाँ 500को दुईवटा भन्यो क्या अनि लाइक लिटल 250 लिएको मैले 550 भनेको थियो त्यहाँ भ्रिगुडी मण्डपमा आइम सो स्मार्ट क्या आइम सो प्राउड अफ माइसेल्फ फाइनली आई डिड दिस भ्लग अनि आई लभ डेट्स अब सबै त मैले देखाइनँ पनि जुन देखाउनु मन लाग्थ्यो यसरी जसरी कुरा गर्न मन लाग्थ्यो त्यही गरेँ नाउ आम स्लिपिङ पिरियडले यहाँ पेट पनि कक्रक्क भएको छ सब अब कस्तो सुत्छु 8 बजेर कति मिनट गयो जस 8 बजिरहेको छ तर सुतिहाल्छु भोलि बिहान 6 बजी उठ्नुपर्छ गुड नाइट